नमस्ते गोठाले भ्लगको युट्युब च्यानलमा सबैजनालाई स्वागत छ। म चाहिँ आज फाइनली मार्केट गएर आइरहेको छु गाइज हैन। यो सामान किन्न गएको हैन, खानेकुरा किन्न गएको, के गर्नु तरकारी सकिएर सब्जीहरू किन्न गएको अनि तरकारी किनेर पनि फर्केको। आज के अरे स्कुटरमा आउने चाहिँ भएन, स्कुटर थियो उताको अरू केटाहरूले लगेछ अनि उतैले हिँडेर आएको। म पुग्नु चाहिँ उता त्यो लास्टको टावरमा पुग्नु हो। अब के गर्नु गाइज, अब के गर्ने त यार, गाह्रो छ। अनि कतिको महँगो रहेछ त यार सामानहरू? सामान त धेरै महँगो सकिन्न, अब त गाह्रो छ। कतारमा बसी खानु छैन, अब छोडेर भाग्नुपर्छ। यहाँ धेरै बसेपछि यहाँ अब जति कमायो यतै खाएर सकिन्छ क्या थियो। अब के गर्नु, कता अब युरोपतिर प्लान गरेको हो क्या हो? अब हेरौँ के हुन्छ। अब भागेर साथीहरू जानुपर्छ। अब यहाँ बसेर त सकिन्न साह्रो महँगो रहेछ। अब जति कमाइन्छ त्यति खाएपछि के बस्ने यार। हो नि यार, होइन बस्ने हो र हामी एकछिन चिसो खानुपर्छ होइन। खुट्टा पनि दुखिसक्यो, झन्डै 20-25 मिनट लागिसक्यो यार। यो चाहिँ हाम्रो रुम, यो हाम्रो घर हो। यो चाहिँ हाम्रो बस्ने घर हो। यो पछाडिको घरमा चाहिँ विश्व वर्ल्ड कप भइरहेछ अनि त्यो विश्व वर्ल्ड कपमा कुन देशको भइरहेछ त्यसको आज के अरे फ्ल्याग देखाइरहेछ। फ्रेस जुस खाने टक्क। वेदर गजब छ है, साँझको वेदर त ठिक छ। जोस् के हो यार, पुरै युके को लाउरे जस्तो देखिरहेको छु त यार। ल ठिक छ, परो ए मेरो त हात पट्टाइदियो सामानले यार। बसौँ मजाले खानुपर्छ। यो चाहिँ हामी बस्ने टावर हो अनि यो चाहिँ सेक्युरिटी गेट हो। योले चाहिँ पर्मिसन नलिएसम्म भित्र जान पाउँदैन। बच्चाहरू खेलिरहेको छु। बसेर खाने। कुन जुस लिएर आउनु भएको देखाउनु त? के को जुस हो? सोया मिल्क, चकलेट हो, बदाम। ओहो 60 दाँत भाँचिन्छ त फेरि। बियर सेम हो त यहाँ त्यो जुस पनि यार है। ट्याङ बियर खान लागेको होइन, तर यो चाहिँ जुस हो है, बियर होइन। यो चाहिँ मेरो चाहिँ मलाई चाहिँ यो स्ट्रबेरीको भन्दा नि के अरे अनारको रहेछ। स्ट्रबेरी जस्तै देखेर हो स्ट्रबेरी भनेको, तर अनारको रहेछ। हामी चाहिँ अब जुस पिउन लगाइन्छ। साँझको टाइममा, गर्मीको टाइममा एकदम शीतल हावा खाँदै जुस खाँदै आनन्दै छ। आनन्द लिनु पऱ्यो। अब के गर्नु, मजा आयो। चिसोभित्र गयो। लौट गाइज, मेरो गोठाले युट्युब भ्लगलाई म यहीँ चाहिँ विश्राम दिन गइरहेको छु। फेरि नेक्स्ट भिडियोमा फेरि भेट्दै गरौँला। आजको लागि चाहिँ बाई बाई, फेरि भेटौँला अर्को भिडियोमा है त। ल लास्ट बाहिर हालिदिइहालौँ। लास्ट